यो संसदमा धेरै कुराहरू उठ्छन्, तर त्यो कुराहरू चाहिँ कस्तो भने सुन्दाखेरि आनन्द लाग्ने, तर कतिपय कुराहरू चाहिँ बढी चढाइ गरेको, जुन चाहिँ साहित्यकारले जस्तो गरेर लेखेको र बताएको हुन्छ, र त्यो चाहिँ व्यवहारमा चाहिँ इम्प्लिमेन्ट चाहिँ हुँदैन है। फेरि स्वाभिमान आदर्शका कुरा गरेर मात्रै चाहिँ जनताको जीवनस्तर फेरिँदैन। एउटा बाइक किन्दाखेरि, एउटा कार किन्दा, एउटा साइकल किन्दाखेरि 240% ट्याक्स लिएको छ, उनीहरूलाई सेवा सुविधा सांसदमा पाएको छ, त्यो कुरा उठाउनु छैन। तपाईँको देश झन्डा होइन, तपाईँको विदेशी ती ठुल्ठुला नीतिले जनताको घाँस बासमा कहिले परिवर्तन भयो? त्यो नै एउटा ठाउँमा छ, तर त्यो कुरालाई मुख्य नजरबिन्दु चाहिँ सधैँभरि कहिलेसम्म बनाइरहने त? जनतालाई मोटा चामल खान्छ भने त्यसलाई सस्तोमा चामल दिनु पर्ला नि त। उसलाई महिनामा 1 लिटर तेल एउटा लिमिट प्राइसमा, एउटा सीमित, एउटा निश्चित प्राइसमा दिनु पर्ला नि त। रोजगारी नभएको जनतालाई रोजगारीको अपर्च्युनिटीहरू अथवा त्यसको लागि कुनै एउटा योजना तर्जुमा गर्नु पर्ला नि त। यस्ता कुरा गर्नु छैन। फेन्सी कुरा गरेको छ, आफ्नो पार्टीको बचाउ गरेको छ, अर्काको पार्टीको डोमिनेट गरेको छ। मेन समस्या अरू नै हुन्छन्, त्यो समस्यामा उनीहरूको ध्यानै जाँदैन, किनकि त्यो सांसद सभासदले को त्यो ड्रेसअप, त्यो पोजिसनबाट त्यो तल्ला स्तरको जनताहरूको, निम्न स्तरका जनताहरूको बोली उच्चारण गर्न सक्दैन होला सायद। उनीहरूले फेन्सी कुरा गर्ने हो कि, जस्तो कि जबसम्म पृथ्वी रहन्छ तबसम्म नेपाल रहनुपर्छ। कुन चाहिँ पार्टी चाहँदैन त? यो कुराको बारेमा सदनमा यसको बारेमा वाद विवाद गर्नुपर्छ त? भूगोल रहे पनि नरहे पनि नेपाल रहनु पर्यो, अथवा नेपाल भनेको एउटा अस्तित्वमा सधैँभरि रहिरहन्छ, त्यसको बारेमा कुनै विवाद गर्नुपर्छ, बहस गर्नुपर्छ? पर्दैन। जस्तो एकपटक रविन्द्र मिश्रले बुक लेखेको यसमा उहाँले भन्नुभएको छ विचारभन्दा माथि देश भन्नुभएको छ। त्यसमा चाहिँ फेरि उहाँले भन्नुहुन्छ राजा चाहियो। राजा किन चाहिँ चाहियो भनेर उहाँ त्यसको बारेमा चाहिँ व्याख्या गर्दै हुनुहुन्छ। विचारभन्दा माथि देश हुन्छ भनेदेखि राजा ल्याउने चाहिँ त विचार होइन त? देशलाई त देशकै हिसाबमा छोडिदिउँ न त। हाम्रो विचारभन्दा माथि छ भने किन त अन्त देश यसरी हिँड उसरी हिँड भन्ने त? होइन, देश भनेको जनता हो। जनता जहाँ बस्छ त्यही भूगोल देश हो। अनि त्यो जनताले जे सोचेको छ, जे डिमान्ड गरेको छ, त्यो चाहिँ देश हो नि त। सेनाको बारेमा विश्वभरि के नियम छ भने लगभग केही देशलाई छोडेर सेना सीमाभन्दा केही किलोमिटर, 5 किलोमिटर, 10 किलोमिटर, 50 कति किलोमिटर एउटा तोकेको छ, त्यो किलोमिटरभन्दा उता जान पाउँदैन। सधैँभरि सेना पुरै पेरिमिटर घुमेर कुनै देशको सिमाना भूभाग घुमेर बस्छ, र त्यसमा त्यहाँ घुसपेठ नि हुनसक्छ। कमजोर देशको सेनालाई शक्तिशाली देशको सेनाले त्यहाँ पनि डोमिनेट गरेको हुन्छ। त्यो भनेको वार्ता सम्झौताबाट जाने हो, र त्यत्तिकै ठुलो कुरा गरेर वार निम्ताउन खोज्यो भने फेरि धेरै भूभाग दिएर मात्रै त्यो वार साम्य हुन्छ। जुनसुकै UN संयुक्त राष्ट्रसङ्घ जहाँ गरेर जति भूगोल त्यहाँ दर्ता गराए पनि, जे गरे पनि कसैले भूगोल मिचो भने त्यो फिर्ता ल्याउनु धेरै गाह्रो हुन्छ।